बोलाने बोक्लोल पत्रकार कहाँ जानुभयो दाइ मै त छु त पछाडि दाइ हाम्रो स्टुडियो पछाडि छ दाइ पछाडि किन आउनुभएछ अगाडि लड्छ नि दाइ हामी भिड छ नि अगाडि दाइ जे यार यो कुन पछाडिवाला मान्छे हो पछाडि आउनुपर्ने हो हजुर पछाडि मा कसम यो पत्रकार छ यसले हाम्रो अन्तर्वार्ता दिन्छ राम बजारको केटाहरू को छ यहाँ आऊ राम बजारको साथीहरू हल्ला मचाऊ ठीक छ यही आवाजबाट थाहा हुन्छ कि तेरो खैरियत छैन आज यसलाई पुरा पिसिए दिन्छु बाबुले दिदीहरू पुरा हरियो साडी लगाउनु गएछ खुब राम्रो लागेछ यस्तो लागिरहेछ कि पाकेको धानको बीचमा गाई छिरिहाल्यो हरियो साडी गोरी दिदी ओ माई गॉड ठीक छ बाबु बाबु रुक रुक कति छ केटी छ रे यार यता आउनुस् हेर्नुहोस् कम्बिनेसन खुब मिलाएछ क्या यो केटी कालो सेतो यस्तो लाग्छ जेब्रा क्रस हो बडा चुवाक छ बाबरे हाफ टाइममा क्यामेरा फुल साँप काटी ल्याऊ क्या खुट्टामा टेप लगाएको छु ठिक छ बाबु अगाडि आइज पछाडि साइडमा फेरि अगाडि यो त साला मेरो स्वास्नीभन्दा पनि कुरा गर्ने मान्छे हो ठिकै छ के तयारी छ बाबु नहाएको छस् माइकमा बोल एकदम बाबु यस्तो मान्छे हेर्नुहोस् यसको यो कुनै आङ्गलले लगाउनु लाग्दैन कि नहाएछ भगवान कसम हेर्नुहोस् कपालमा खिया लागिहालेछ लाग्छ कोही पान खाएर थुकिदियो बाबु के भयो यो कपालमा तँलाई के टेन्सन छ जिन्दगीमा भन त दाइ म कस्तो भन्दा राति सुति दाइ सर जे हुन्छ त्यही मान्छे या बाबु यता खिच्नु फोटो हल्का स्टाइलमा म कसम दाँत किन त्यति देखाइन्छ क्यामेरा चला ठिक छ राम बजारको साथीहरू सबैभन्दा पहिला हामी तपाईँहरूलाई एउटा स्टाइलले नमस्कार गर्छु सोमत छैन तपाईँ गर सँगै के हामी जे गरेको त्यो ठोक जनता जनार्दन सबैभन्दा ठुलो हो ठोक साला ढोक्ने चक्करमा पछाडिबाट छोडिदियो माई क्रिया मै थिएँ कि हिम्मतवाला टिकिहाल्यो केटी भइहाल्यो त कोमामा गइहाल्थ्यो कति बाबु त्यो नगरे खैर कार्यक्रम से दिदी दिदी बैठ कहीं भी बैठ माँ कसम घाँसमा बसेपछि केटी दिदीहरू देखाइ नै रहेछन् घाँस पनि हरियो छ साडी पनि हरियो छ खैर चालु गरौँ मिठाईलालजी अब लाग्छ मलाई यो केटा पिटाउँछ यार हाम्रो जुन अन्तर्वार्ता लिन आउँदाखेरि पुरा तयारीको साथ आउने कहे होइन बकलहरू कहे कपाल गजब छ यार लाग्छ मकैको घोगा हो खैर ठिकै छ मिठाईलाल नभन बाबु भन कि मिठाईलाल नेपाली मिठाईलाल नेपाली हाम्रो नाम हो मिठाईलाल नेपाली हाम्रो बुवाको नाम हो श्री लड्डुलाल नेपाली आफ्नो बुवाको नाम अगाडि श्री लगाउनुपर्छ के र हाम्रो आमाको नाम हो श्रीमती रसमलाई देवी नेपाली अब बता हामी बिहा गर्छु त हाम्रो बुढियाको नाम के हुन्छ तपाईको बुढियाको नाम चाहिँ त बताउँछ हामीलाई हाम्रो बुढियाको नाम हामी जोसँग बिहा गर्छु त्यसको नाम हुन्छ काला जमुनिया आई लभ यू काला जमुनिया कोही छ मतलब ठीक छ चालू मिठाईलाल नेपालज्यू नेपालीज्यू तपाईँ आराम हुनुहुन्छ अब त यो पिटाउँछ म के एम्बुलेन्समा आएछु सलाइन पानी लगाएछ मलाई लगाएछ के दमको रोगी भएछु किडनी गायब छ मेरो त्यो पनि छ
हामी आराम छु बाबु यो बहरलाई को आराम नभएको भए कोही यहाँ आउँथ्यो बाबु एउटा कुरा बता तेरो खल्ती खाली छ दाइ किन दाइ पान थुक्नु थियो के कहाँ दाइ पान मतलब ठाउँ त फोहोर गर्नु राम मजा यति सफा छ त्यहाँ फोहोर गर्नु मन लागेन यो यति फोहोरी चाहिँ यसैमा थुकिदियो जस्तो लाग्यो खैर ठिकै छ ए केटी जहाँ जहाँ हल्ला नगर तेरो घरको खो सब ठेगाना थाहा छ मलाई अगाडि तेरो बुवा भनिदिन्छु म सब थाहा छ कसको छोरी भनेर सुरु मिठाईलाल नेपालीजी हजुर तपाईँले यो पोखरा चाहिँ कस्तो पोखरा हामीलाई पोखरै जस्तो लाग्छ बे यो के सिङ्गापुर जो हुन्छ कि पोखरा कसै मैले भने हामी संसार धेरै देखेछु के तर पोखरा जतिको थाँसो ठाउँ कहीँ पनि छैन सबैभन्दा राम्रो यो पोखराको मान्छेको मन यो फेवाताल भन्दा पनि ठुलो छ भगवान कसम हामी काठमाडौँमा कसैलाई सोधौँ दाइ कति टाइम भयो त भन्छ साला तेरो लागि घडी लगाएछु आज तेरो लागि त घडी लगाएछु आज भन्छस् टाइम कति भयो भोलि भन्छस् घर कहाँ छ सब सोधेर मेरै घरमा आइहाल्छु भन्छ यहाँको मान्छेलाई भन्छु कि दाजु फेवाताल कहाँ छ त आउनुहोस् फेवाताल यहाँ छ पानीमा जम्प गरिहाल्छ अनि माछासँग गफ गराइदिन्छ साहब त त्यस्तो मन ठुलो भएको मान्छे ताली बजाऊ अनि मिठाईलाल नेपालीज्यू तपाईलाई यो रामबजार महोत्सव चाहिँ कस्तो लाग्यो रामबजार भनेको रामबजार भनेको सबले सोध्छ के लिए आइस त्यो केटीलाई कोहीले पनि सोध्दैन कि त के छोडेर आइस भनेर के यो चाहिँ सही यो म चाहिँ त्यही भएर हामी भन्छौँ हामी जोसँग बिहा गर्छौँ मा कसम खाली केटी आइदिए पुग्छ कोही छ होला त दाइको लागि को छ त केटाले नै हात उठायो नि त त्यो तेरो लागि हो बे राति अप्ठ्यारो पर्छ दाइ अब त्यो तै सम्हाल यो हामी सक्दिन यही सम्हाल्छ मा कसम कानमा पनि टप लगाएछ नाकमा पनि फुली लगाइले खैर दाइ सुन्नुहोस् अब बाबु हेर्नुहोस् न पुरा बाबा स्टाइल दिएर यसरी बसिरहनु भएको तपाईँ यस्तो लागिरहेछ कि उहाँ सबभन्दा ठुलो राजा हो हजुर नमस्कार ठिक छ सुरु गर तपाईँ बाहिर देशहरू खुब घुम्नुहुन्छ धेरै संसार घुम्नु भएको छ ल भन्नुहोस् संसारमा कतिवटा देश छ संसारमा 2टा देश छ यत्रो ठुलो भूगोलमा जम्मा 2टा देश एउटा विदेश एउटा देश तपाईँ बडो मजा गर्नुहुन्छ होइन सही छैन यो बङ्गलालाई के थाहा त कहाँ गएछ पटना गएछस् यो त कार चढेर कुरिन्टारसम्म पुगेको छैन यसलाई के थाहा हुन्छ बाबु कार चढेछस् हजुर दाइ कार चाहिँ चढेको छ ठिक छ कसको बसिहाल्यो ठिकै छ बता अनि दाइ सुन्नुहोस् ल यत्रो देश घुम्नु भएको छ होइन नेपाल पनि थुप्रै घुम्नु भएको छ तपाईँलाई विदेश र नेपालमा चाहिँ के फरक छ ल भन्नुहोस् यो बडा डिफिकल्ट इट इज द भेरी डिफिकल्ट क्वेसन एन्ड आई वान्ट टु आन्सर विदेशमा जे छ कि एक्साइटमेन्ट छैन विदेशमा कुनै एक्साइटमेन्ट छैन जति नेपालमा एक्साइटमेन्ट छ सही कुरा भन्दैछु किन भन्दा चुप केटी ह्याट गरेछ व्यापारिक विश्राम हो के निर्वा साबुनको एड गर्न आएछ यहाँ विदेशमा जति पनि एक्साइटमेन्ट कहाँ पनि छैन जति नेपालमा छ भगवान कसम तपाईँ विदेशमा जानुहोस् टोइलेटमा बस्नुहोस् पानी कागज सब रेडी हाम्रोमा टोइलेटमा बस्नु तब थाहा हुन्छ कि साला पानी छैन अब हेर्नुहोस् एक्साइटमेन्ट अब हेर्नुहोस् यहाँ बत्ती कहाँबाट लगाएछ बत्ती बल्ल त लगाएछ सो विदेशमा जे छ कि एक्साइटमेन्ट छैन जस्तो बाबु तिमी विदेश गए छैनौ थाहा छ हाम्रो अनुहार हेरेर थाहा हुन्छ तँलाई कुनै टिभी पनि पर्नेवाला छैन एउटा कुरा के भन्दाखेरि जुन सडकमा हामी हिँड्छौँ नि त्यहाँ गाडीको अलग बाटो ट्र्याक्टरको अलग बाटो बसको अलग बाटो हुन्छ यो सब छुट्याउने तरिका हो क्या नेपाल जस्तो हुनुपर्छ साला सब सडकमा एउटै सब गाडी घोडा गाई
भैँसी सब एउटैमा हुन्छ हामी सब मिलेर हिँड्छौँ एक्साइटमेन्ट छ गाडी चलाइरहेछु एकैचोटि भैँस आइहाल्छ एक्साइटमेन्ट छ विदेशमा एक्साइटमेन्ट छ अनि नेपालीज्यू तपाईँले थाहा पाउनुभयो होला यो पालि तराईमा बाढी आयो आयो त के मैले ल्याएको बाढी आयो मैले ल्याएँ होइन बाढी आयो मतलब अनसन सवाल किन पुछिस् भाइ बाढी आयो त मैले ल्याएँ बाढी आयो त सुन्नु बाबु यो लाइट घुम्दैन लाइट घुमा यो त पैसा तिरेछ नि यो लाइटको लाइटवाला घुमाऊ लाइट यता घुमा बाप रे यो पनि घुम्छ बाढी ठिक छ विदेश बाढी आयो त हामीले थोरै ल्यायो यार बाबु बाढी आयो सुन्नुहोस् न पुरा प्रश्न सुन्नुहोस् न बाढी आयो त्यसपछि अब हामी यो बाढीलाई चाहिँ कसरी रोक्न सकिन्छ दिदी पिटाउँछ नि बाप पिटाउँछ भन्ने बित्तिकै बत्ती गयो यार बाढी कसरी रोक्छ बे बाढी कसरी रोक्छ काम गर्न सक्छ बाढी कसरी त्यही सोधिरहेको कसरी रोक्न सकिन्छ बाढी यार छाती खोलिदिउँ अगाडि बसिहाल्नु तौलिया लगाइदिउँ फर्म लगाइदिउँ कसरी बाढी रोक्छ भाइ और सोच कि बच्ने स्टाइल कसरी ल त बाढीबाट बच्ने स्टाइल चाहिँ कसरी सब पोखरावालालाई थाहा छ पौडी खेल्नुपर्छ बाढी आए पौडी खेल्नु बचिहाल्नुहुन्छ अरू केही उपाय छैन सरकार कुनै पनि काम गर्दैन हिजो यहाँ मेयर साहब आउनुभएको थियो उहाँलाई हामी भेट्न चाहन्थेँ उहाँलाई नमन गर्न चाहन्थेँ रिक्वेस्ट गर्न चाहन्थेँ मैले हेरेँ कि पोखरामा उहाँले सरसफाइको काम धेरै राम्रो गरिरहनु भएको छ ठाउँको ठाउँै साफ गरिदिनु भयो चोकै साफ छ सो उहाँलाई सोध कसरी हुन्छ एकछिन बोल हेलो हेलो भाग किन पागल कुकुर समात्ने गाडी आउँदैछ कहाँ समातिहाल्छ एउटा कुरा बस लड्की नआएर बाबु मलाई पिसाब बहुत लागेको छ म कता फर्किदिनु पुलिसले समात्छ पुलिसले किन समात्छ हामी आफै समात्छौँ पुलिसले हजुरलाई समात्छ भने अब यो सार्वजनिक ठाउँमा पिसाब केही पनि गर्न पाइँदैन ठिक छ हामीलाई पुलिसले यो सुविधा दिइरहेछ किन पोखरामा अनि मिठाईका नेपाली हजुर जसरी अरूलाई हँसाउनुहुन्छ त्यसरी नै तपाईँ सङ्गीतको पनि पारखी के पारखी के मात्र रुचि राख्नुहुन्छ त को रुचि इन्ट्रेस्ट राख्नुहुन्छ थोरै लोन लिएछु कि इन्ट्रेस्ट राख्छु मैले भन्न खोजेको मतलब के भन्न खोजिरहेको छु कपाल मिला बाबु जति मिलाएको त्यही हो तपाईँ सङ्गीतलाई पनि मन पराउनु सङ्गीतलाई खुब मन पराउँछ सङ्गीतलाई त सङ्गीतलाई मन पराउँछ म्युजिकलाई मन पराउँछ ल नेपालको सङ्गीतको बारेमा के भनिदिनुहोस् न दर्शक नेपालको सङ्गीत बडा मनपर्छ हामीलाई तर दीपक बजाचार्यजी आउनुहुन्छ उहाँलाई चरण छुन चाहन्छु उहाँको गीत हामी कुनै बुझ्दिनँ माइक क्लियर उहाँको गीत हेर्नुहोस् हामी गीत गाउँछौँ सबजना ताली बजाउनुहोस् रेडी अहिले होइन बे गीत गाएपछि बिचमा पत्तर नबजा टाइमिङ हुन्छ मायाको डोरीले निष्ठुरी मोरीलाई बाँधी आज फेरि नाच्न गाउन मन लाग्यो यो कुन गीत बनाएछ तपाईँ मायाको पहिला यो बता कि मायाको डोरी कहाँको हुन्छ नाइलनको हुन्छ के को हुन्छ अब डोरीले बाँधेपछि नाच्छ कसरी गाउँछ कसरी फेरि गीत गाछ ओ अमिरा लभ यु फर एभर एन्ड एभर बाँकी सब नेपालीमा छ जति इङ्ग्लिसमा आउँछ त्यति आउँछ फर्केर आउने छैन म कुनै ऋतु होइन माइक क्रिया दीपक दाई सिनियर हुन्छ त्यही भएर रिस्पेक्ट गरिरहेको छु फर्केर यसरी आएपछि लड्दैन सिधा आउनु पर्यो अर्को कुन गीत छ अरे बाबु कसम यो गीतमा सब केटी नाच्छ काली काली हिस्सी परेकी ताली बजा हेर न कस्तो आँखा तरेकी कसम काली केटीलाई जिस्काउँछ त आँखा तरेको होइन त्यो घुरेको हो अपराधी केटा
साथमा फेरि पुरा लाखेउ पनि आउँछ नाच्न ढिङछाक ढिङछाक मतलब सङ्गीत त हामी मतलब इन्ट्रेस्ट लाग्छ तर यो बुझ्दिन के गाउन खोजेछ जस्तो अर्को एउटा गीत आएछ नेपालमा हेर्नुहोस् यसरी पुरा स्टाइल पारेर बसिरहेको लाग्छ सिमेन्टीको बोरामा पानी हालेको अक्डिरहेछ के न हल्लिरहेछ न केही गरिरहेछ बाफ रे सेतो केटीले मलाई फुलले हिर्काउनु लागिरहेछ ठिक छ जेले हिर्काउनु छ घडीले हिर्का सुनको चेन सबले हिर्काउनु ठिक छ त्योले हिर्का पनि एक जोडीले हिर्काउने तिमी फुल फुलको फरिया फेरा फुलहरूकै चोली लगाऊ बाबु आउँछ भाइ त्यही बस बडा गनाइरहेछ फुलै फुलको बिछौनीमा आधा पिउँछ आधा निदाउ महाकसम यो गीत को बनाएछ फुले फुलको फरिया कहाँ हुन्छ पहिला दिदी बताउनुहोस् फुले फुलको चोली कहाँ हुन्छ माइके फुले फुलको चोली र फरिया सिलाइ पनि हाल्यो भने फेरि बाख्रा चर्यो भने के गर्ने यस्तो गलत गीत नसुनाऊ अरू बता बाबु अब अन्तिम प्रश्न तपाईको नेपाल व्यापी धेरै फ्यानहरू हामी देख्न सक्छौँ युट्युबहरूमा पनि तपाईको अत्याधिक लाइक सब्सक्राइबहरू हामी देख्न सक्छौँ अन्तिममा तपाईको सम्पूर्ण फ्यानहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ हामी तपाईलाई यही भन्न चाहन्छु कि हेर्नुहोस् हामीलाई रङले भाषाले बहुत फरक पार्न खोजिरहेछ के त्यही भएर हामी भन्छु बनेको छ पहराले यो छाती मेरो बगेको छ खहरा रगतमा मेरो पाखुरामा जन्मे टाकुरामा खेल्ने म झुक्दैन झुक्ने नेपालको छोरो म झुक्दैन झुक्ने नेपालको छोरो हाम्रो भाषा अलग होला हाम्रो रंग अलग होला हाम्रो भेष अलग होला हाम्रो पहिरन अलग होला तर छाती चिरेर हेर त्यहाँ पनि नेपाल पाउँछौँ यहाँ पनि नेपाल पाउँछौँ र पोखरा यो मेरो दोस्रो घर जस्तो हो रामबजार त मेरो घरै हो त्यसकारण मलाई लाग्दै लागिरहेको छैन कि मैले कुनै अलग ठाउँमा प्रोग्राम गरिरहेको छु मलाई लागिरहेछ मेरो घरमा बसेर म प्रोग्राम गरिरहेको छु मेरो आमा दिदी बहिनी दाजुभाइ सबै साथी सङ्गीहरू यहाँ हुनुहुन्छ तपाईहरुलाई म यही शुभकामना दिन चाहन्छु जुन तरिकाले रामबजार एकमुष्ट एक ढिक्का भएर बसेको छ त्यही तरिकाले बस्नुस् हामीलाई कसैले पनि छुट्याउन नसकोस् र छुट्याउने आँट पनि नगरे हुन्छ तपाईं ताली बजाबे म रामबजार भन्छु त जय भन ह रामबजार की जय रामबजार की जय शाबाश बाबू गीत बजा यार हल्का डांस गर्न मन लाग्यो बाबू हाँ कहाँ छ गीत वाला गीत बजा दाइ म्युजिक प्लिज अब यसपछि आउँदै हुनुहुन्छ दीपक बज्राचार्यजी दीपक बज्राचार्यजीको लागि जसले ताली बजाउँदैन त्यसको त भगवान कसम 7 पुस्तासम्म विद्या नष्ट हुन्छ बाबरे दिदीले बच्चाको नि हात जोडाइदिनु यसको नहोस् भनेर रामबजार की जय
Thank you very much. Love you all. Thank you. Thank you very much. Thank you so much. Well, that was a very great performance by Sandeep Chetri.